फेरि पनि वेलकम छ सबैजनालाई है। अहिले चाहिँ रातको 8 बजेको छ। यतिखेर म फेरि एक इन्टर थाइ जान लाग्छु है। मलाई चाहिँ हिजो उसले फोन गरेर भोलि आइज नि त, अब नेपालदेखि ल्याएको सुकुटी पनि हल्का बिग्रिनुला भन्ने कुरा भयो। अनि सुकुटी खाने अनि प्लस के भन्दै थियो, थुक्पा खाउँला नि त, अनि खाएर जालास् भन्दै थियो। ल भोलि आउँछु नि त भनेर म आज चाहिँ टक्क कामसाम सकेँ। अनि त्यसबाट म हिँड्दैछु। उनीहरू लगभग खाना पनि भनौँ न परिकारहरू सुकुटीहरू अनि थुक्पाहरू सबै रेडीमा राख्छु भन्दै थियो। रेडी भइसक्यो होला सायद। जाडो छ बाहिर, हिँडेर आएको छु। त्यो बस्ने र म बस्ने त हल्का लगभग 5 मिनट लाग्छ भने हिँडेर जान, त्यतिको फरकमा छ त्यो र म है। अब म जान्छु त्यहाँ गएपछि देखाउँछु के गर्दैछन् तिनीहरू, खाना रेडी भयो कि भएन है त। यतिखेर चाहिँ म टक्क लगाएर एकिन सर्कमा आइसकेँ। टक्कमा बुहारी चाहिँ सुकुटी भुट्दैछन् है। अब केटाहरू गेम खेल्दैछन्, कोही के खेल्दैछन्। यो चाहिँ के एकिन सर? गन्धे यो चाहिँ अब लगभग रेडिमेड भइसकेको छैन। अहिले टक्क रेडी भइसकेपछि देखाउँछु है त। यतिखेर हाम्रो खानेकुराहरू लगभग रेडी भइसकेको जानकारी गराउँदैछु है। अब हाल्ने कुरो छ, अझै रेडिमेड भइसकेको छैन। यो चाहिँ चाउमिन है, प्लस यो चाहिँ के अरे यो रस झोल, यो दुईवटा मिलेर लगभग थुक्पा भन्ने कुरो छ। म त अब खाएन कहिले पनि। अनि प्लस यो चाहिँ सुकुटी है, नेपालदेखि आएको सुकुटी हाम्रो अर्ग्यानिक। अनि यो चाहिँ चटनी। थुक्पा पनि रेडी भइसक्यो। अब हामी सबैले केटाहरूले खाँदैछन्, सबैले आए त भन टेस्टी बनाउँदा पनि मेरो अचार है। अचार गर्दाखेरि थुक्पा
मिठै छ टक्क लगाएर सुक्खा पनि खाइयो बोलेर हालिदिएन होइन भोकस पनि खाइयो मजा आयो है एकदम नेपालमा मैले खाएको थिएन यहाँ आएर खाइयो लगभग थुक्पा बवाल लाग्यो है साथीहरूले भिडियो बनाउनु मानेनन् मैले मात्र खाएको भिडियो बनाएँ है आजलाई यति नै नेक्स्ट अब अर्को भिडियोमा भेटौँला टाटा बाई बाई